everyone, साथीहरु. Good morning all. आज ड्युटी डेली भ्लग मा स्वागत छ तपाईहरुलाई. म उठिसकेको छु भर्खरै मात्र सम्पूर्ण मुख धुने कामदेखि लिएर ब्रशिङ सबै एभ्रिथिङ I just have finished. अब म चाहिँ ड्युटी तर्फ जान लाग्दैछु. तपाईहरुलाई थाहा छँदैछ म ड्युटी जानु भन्दा पहिला चाहिँ खाजा खान्छु. हुन्छ साथीहरु, म खाजा खान तर्फ लाग्दैछु. यो चाहिँ मेरो छोला. मेरो डगी, मेरो चाहिँ ली. साथीहरु, आज मेरो खाजामा चाहिँ मेरो कुप्री हुनुहुन्छ. मेरो कुप्री अब भिडियोमा त तपाई नै दिनु पर्यो नि त बुढीलाई पनि. अन्तर्वार्तामा सबैले तपाई दिइरहेको हुन्छ. छोरा छोरीलाई पनि तपाई नै दिइराखेको हुन्छ हैन कुप्री. हुन्छ साथीहरु, आज पनि सदा जसो यहाँ मेरो पानी छ, यो क्याल्सियम छ. आज पनि यही फाइट कराङ कुरुङ रहेछ. कराङ कुरुङ हुन्छ. म यसलाई लिएर चाहिँ आफ्नो कर्मतर्फ लाग्छु साथीहरु. अब यसले पनि कराङ कुरुङ खान्छु भन्दैछ. कति प्याउली भएको त यो पनि टुरा, सानोमा टुरा भएको नि त. टुरा आमा पाएन. मलाई कम त हैरान भएको साथीहरु. त बेबी त हुन्छ नि दुध पिलाउने त निप्पल हो, त्यस्तो किनेर ल्याएर चाहिँ दुध त्यस बोतलमा हालेर त्यसरी पनि मैले हुराएको त्यसलाई त. अलराइट साथीहरु, म चाहिँ अब लागे पुरपुरो कनाउन तर्फ म लाग्दैछु. अब साथीहरु सबैले टोपी खस्ने गरी बनाए. ल हेर्नुस् डगीहरु. ए बिरालो, त यहाँ सुतिरहेछस्? अर्को उहाँ छ. ल अब बिरालोको भाग पाउँछ. बिरालोको भाग मैले राखिदिइरहेको छु. मैले चाहिँ बिरालोको भागहरू यहाँ ल्याइदिएको छु साथीहरु. यहाँ उसको चाहिँ दिनहुँको यो चाहिँ खाजा हो. यो आइसक्यो. अब यसलाई म खोले है त साथी. हिजेकै चाबी है यो साथीहरु. र सट्टा सुलिताले ल यो खोलियो. यो चाबी खोल्नु आउँछ नि तपाईहरुलाई. ल यहाँ सिकिराख्नुस् है. हुन्छ साथीहरु, मैले दोकान खोले. अब आफ्नो पुरपुरो कनाउने बेला भयो. काम गर्नु भनेपछि टाउको चिलाउँछ हैन भन्नुस् त. टाउको चिलाउँछ. खाना पछि चाहिँ फेरि साथीहरु के हुन्छ? खाना भनेपछि चाहिँ के हुन्छ भन्नुस् त? कान ठाडो हुन्छ के.
Nice. बिरालोको भाग अनि यसलाई म यसलाई दिन्छु स्टे 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 सिट सिट गुड बोय स्टे सिट paw sit okay next good boy eat good boy हस् त साथीहरु म अहिले यो विशेष यो तपाईहरुलाई यो ब्यालेन्सरको यसलाई क्लेम भन्छ हैन यसलाई चाहिँ यो चाहिँ चुटेको रहेछ यो भाँचेको कारणले चाहिँ मैले यसलाई पल्टाएर चाहिँ यो बनाउँदै छु यो ब्यालेन्सर हो यसले चाहिँ ब्यालेन्स गर्ने काम गाडी टेढो मेढो चाहिँ यसले गरिरहन्छ यसलाई त्यो कारणले ब्यालेन्सर भन्छ यसलाई हैन अनि यो चाहिँ यो पहिला चाहिँ अब यसरी चाहिँ त नपल्टाइ चाहिँ यसरी यो हान्दिएको रहेछ यो त्यसरी चाहिँ कमजोर हुन्छ पल्टाएर नै गर्नुपर्ने हुन्छ यसलाई चाहिँ हैन अनि मैले चाहिँ आज चाहिँ यो भाइको चाहिँ यसरी पल्टाएर नै मैले गरिदिइरहेको छु अनि यो लगाइदिएँ मैले यसरी एउटा यो तरिकाको तपाईहरुलाई म देखाउँछु यो तरिकाको यसरी लगाइदिएर अब यसले चाहिँ राम्रो क्लेम गर्छ हुन्छ साथीहरु आज यसको म काम गरिरहेको छु तिहारको माल छ अब करिब तिहार सक्यो होला और काम गराए पनि 115 महिना 17 हो नि तातो पानी हालेर होला कसो होला किन के भन्छ अनि पनि टायरले त आजको टायरले चाहिँ चेन्ज गरेको छैन अब 2-3 महिना लाग्छ अन्त अस्ति सुरुमा गए साथीहरु तपाईहरुलाई म भन्ने गर्छु है तपाईहरुको निम्ति मैले यो ब्लगिङ गरिरहेको छु अनि तपाईहरुलाई मोटिभेट गर्नको निम्ति यी कुराहरु बनाइरहेको छु अनि सिक्ने कुराहरु र समयको कुराहरुलाई जहिले पनि मैले चाहिँ तपाईहरुको जीवनको निम्ति मैले भनिरहेको छु अनि यो तपाईहरु मैले अहिले गाडी पल्टाइरहेको छु अनि वेल्डिङ गरिरहेको छु मैले चाहिँ पुरानो समयमा हैन भर्खर अहिले तत्काल 2-4 वर्षदेखिको मैले चाहिँ यो कामहरु चाहिँ सिकेको अनि वेल्डिङ पनि अहिले मैले सिके वेल्डिङ पनि गरिरहेको छु अनि सिक्नुस् यो टेक्निकल कामहरु मेकानिजम कामहरु तपाईहरुको जीवनमा काम लाग्छ हैन अनि जति पनि सिप भएको कुराहरु छन् ती कुराहरु चाहिँ सिक्ने प्रयास गर्नुस् तपाईहरुलाई यी सिपहरुले चाहिँ भोको राख्ने छैन तपाईहरुले आफ्नो समयहरुलाई चाहिँ बुझ्ने कोसिस गर्नुस् कुनै प्रकारको काम होस् टेक्निकल काम होस् तपाईहरु यो वेल्डिङ सिक्नुहुन्छ यो सफारी बनाउन सिक्नुहुन्छ अहिले ड्रिलतिर छ अहिले मोटरसाइकल वर्कशप छ विभिन्न गाडीको गराजहरु छन् ती कुराहरु सिक्ने कुराहरु नछोड्नुस् तपाईहरुको जीवनमा यी कुराहरु चाहिँ भविष्यलाई चाहिँ सुन्दर बनाउनमा टेवा पुर्याउँछ हुन्छ साथीहरु म
सम्पर्कमा रहिरहनेछु। साथीहरु, अघिको गाडीलाई चाहिँ मैले पूर्ण रूपमा चाहिँ बनाएर पठाइदिइसकेँ। अनि यो ह्यान्डल ब्यारिङ मैले यसको फेर्नु छ। अनि यसको चाहिँ यो हाउजिङ, यो कप यो प्रकारको हुन्छ। अनि यसलाई चाहिँ तपाईहरुको ह्यान्डल ब्यारिङ चाहिँ तपाईको खतम भइसकेपछि, बिग्रिसकेपछि यस चाहिँ ह्यान्डल टाइट हुन जान्छ। सो हामी चाहिँ ह्यान्डल फेर्छौँ, ब्यारिङ फेर्छौँ। साथीहरु, यो काममा छु, लागि परिरहेको छु। अलराइट साथीहरु, मेरो खाना आइपुगेको छ। हेरौँ यहाँ भित्र के छ। आज दिनको 11:10 भइसकेको छ। अनि अब भर्खरै मात्र काम सके। अब म खाना खानु पर्यो यो फुर्सदको समयमा। अनि के छ यहाँ, पापड पनि देख्दैछु। पापड चाहिँ मतलब भागमा रहेछ। हेरौँ आज। यहाँ पापड हो। यहाँ चाहिँ मटन, यो चाहिँ मटनको हो। यो म चाहिँ यहाँ साथीहरूलाई देखाएर खानु पर्यो। अहिले भ्याउँदैन खाना खानु आँटेकोमा। यो मेरो के बच्छ हेर्दिन भरेतिर ल्याउँछु ल। कुन चाहिँ? यो यसको कारणले बच्छ त यहाँ हेरि मात्रै दिन त। हैन त्यो ब्रेक बजेको त। यो बजिरहेको यो मेरो पहिलो गाँस जाँदैछ साथीहरु कहिलेकाहीँ के मलाई है, अब म चाहिँ एनिमल लभर हो नि त हैन। म जीव जन्तु एकदम माया गर्छु। अनि मासुहरू खान पनि कस्तो लाग्छ के मलाई है, दिङ हुन्छ हैन। फेरि तरकारी पनि रुच्दैन हो। अनि मासु नै चाहिन्छ फेरि। अनि कहिलेकाहीँ अब यो मासु पनि खान छोड्नु पर्ला जस्तो लाग्छ हैन। अब हत्या हिंसा भइरहेको हुन्छ। अनि अब यसको चाहिँ मासु खानु र नखानु अब दुई पक्ष छ। एउटालाई आत्माले मान्दैन भने नखानु राम्रै हो, राम्रो कुरा हो हैन। अब फेरि मासु खानेहरूको निम्ति उनीहरूलाई विरोध पनि गर्नु चाहिँ हुँदैन। किनकि यो चाहिँ उत्पत्ति सृष्टिदेखि नै तपाईको जङ्गली समयहरू थियो, शिकार गरेर खान्थे हैन। अब त्यहाँ चाहिँ अब के मारेर खान्थे, शिकार गरेर खान्थे भनेपछि त अब त्यहाँ विभिन्न जीव जन्तुहरू थिए। हरेक प्रकारका चाहिँ अब शिकारहरू गरेर खान्थे। अनि अहिले आएर चाहिँ मानिसहरू फलानुले यो खानु हुने, फलानुले यो खानु नहुने, यो चाहिँ मानिसले बनाएकाहरू हुन्। तर जे जस्तै भए पनि जीव जन्तुको चाहिँ प्राण जाँदैछ एक हिसाबले। तर अब मासु खाइएन भने फेरि यहाँ अर्को रोल हुन्छ। अर्को पाटो छ मासु खाइएन भने।
जीव जन्तुको चाहिँ सङ्ख्या बढेर जान्छ, मान्छेहरूको भन्दा जनसङ्ख्या बढेर जान्छ। अब यसको चाहिँ वाद प्रतिवाद के तपाईँको यसको चाहिँ दुई कुरा हुन्छ। जता कुरा पनि राइट वे नै हो, दुई कुराकै राइट वे हो होइन। अनि एउटा अब डक्टरको हिसाबले भन्ने हो भने मासु चाहिँ अब भिटामिनको रूपमा चाहिँ भिटामिनको सोर्सको रूपमा चाहिँ हामी लिन सकिन्छ होइन। मलाई चाहिँ त्यस्तो लाग्छ साथीहरू। अब मासु बिना फेरि आँसु आउँछ, मासु भयो भने हाँसु आउँछ, मासु छैन भने आँसु आउँछ। र कहिलेकाहीँ चाहिँ अब दिङ हुन्छ क्या, आत्माले मान्दैन। अनि एक प्रकारले सोच्छु मासु खान छोडिदिउँ जस्तो लाग्छ होइन। त्यो कारणले पनि साथीहरू म चाहिँ ज्यादा जसो माछा चाहिँ खान्छु होइन। माछालाई चाहिँ मैले खेलाएको छैन, पालेको पनि छैन, माछालाई सुमसुमाएको छैन होइन। अरू जीव जन्तु चाहिँ अब सुँगुर, कुखुरा, खरायो, यो बाख्रा भयो है सबै। अहिले यहाँ मेरो छिमेकीको बाख्रा छ, मसँग खेल्न आउँछ होइन। कति माया लाग्छ क्या, माया लाग्छ, एकदम माया लाग्छ जीव जन्तुहरूको पनि। त्यो मसँग आओस् खेलोस् जस्तो हुन्छ कि मेरो मनबाट चाहिँ नि, भित्री हृदयबाट चाहिँ उनीहरू मसँग आओस्, मेरो काखमा सुतोस्, उनीहरूलाई मैले सुमसुमाउनु पाऊँ, यस्तो हुन्छ क्या मलाई चाहिँ। अब मैले जीवनमा नि धेरै कुरा पालेँ, मुसा पालेँ, बाँदर पालेको छु, अनि सुँगुर त भइगयो होइन, कुखुरा पालेको छु। मैले पालेको कुखुराहरू जीव जन्तुहरू प्रत्येक जीव जन्तुहरू चाहिँ मेरो काखमा आएर खेल्ने। कुखुरा आएर खेल्छ, काँधामा बस्छ, धेरै कुरा पालेको छु। अलिकति गाह्रो कुरा चाहिँ के भन्दाखेरि अहिलेको स्थितिमा चाहिँ अब आफ्नो घर छैन, अब सबै सक्दैन नि। अनि घर नहुँदा चाहिँ जीव जन्तुहरू पाल्न चाहिँ गाह्रो हुँदो रहेछ। कति घर परिवारहरूले त अब जीव जन्तु मन पराउँदैन नि त होइन। अब मैले कुकुर पालिरहेको छु, अब कुकुर मन पराउँदैन, भुको भन्छ होइन, अब बदमास गरिदियो भन्छ, पाल्न चाहिँ गाह्रो छ। र पनि अब गाउँठाउँमा अहिले चाहिँ आएर बसेको छु। अब खासै त्यस्तो रियाक्सन चाहिँ गर्दैन, त्यसको प्रतिवाद चाहिँ गरेको छैन अहिलेसम्म होइन। अब फेरि म मान्दिनँ पनि नि त, मेरो त एकतर्फीको मेरो चाहिँ सोचाइ हो, सबैले माया गर्नुपर्छ भन्ने कुरा हो होइन। सबैले माया गरोस्, अब मेरो दुश्मन होस् या छिमेकी होस् या जो कोहीले पनि माया गर्नुपर्छ। अस्ति यो बिरालो यहाँ बसिरहेछ, यो बिरालो होइन। अब सुतिराखेको ठाउँमा चाहिँ गाडी आएर चाहिँ गाडीको चक्का चढाइदिएछ, पानी बोक्ने गाडी चक्का चढाइदिएछ। अहिले यसलाई दबाईहरू गरिरहेको छु होइन। त्यति साह्रो निर्दयी हुँदैन क्या मानिस भनेको नि। किन उसले भात पनि खुवाएको होइन, भात त खुवाएन त्यसरी त गर्नु हुँदैन नि। माया नगरोस्, भात पनि नदियोस्, त किन गर्नु, किन कुट्नु, किन काट्नु, किन मार्नु, त्यो गर्नु हुँदैन। सर्वश्रेष्ठ यदि मान्छे हो भने त्यसो गर्नु हुँदैन। अहिले चाहिँ जो कोहीले पनि हामी समाजमा देशमा बसिसकेपछि जो कोहीले पनि बुझ्न आवश्यक छ,
अहिले चाहिँ एनिमल राइट्स पनि आइसक्यो, उसको अधिकारको कुराहरू। अहिले चाहिँ यसको कानुन बनिसकेको छ नेपालमा पनि। अब विदेशतिर त कानुन बनिसकेको कुरा हो, कसैले त्यहाँ त्यस्तो गर्नु पाउँदैन। अनि हाम्रो नेपालमा पनि यो कानुन चाहिँ भित्रिसकेको छ। अब जेल छ, त्यसको जरिवाना छ। होला साथीहरू, म भर्खर खाना खाइसकेको छु। अनि खाना खाइसकेपछि चाहिँ यो हाम्रो भाइको चाहिँ यो समस्या लिएर आएको छ। गाडी चाहिँ प्रपरली कुदेको छैन अरे। यो चाहिँ अब यसको समस्याहरू घत्ला गर्छ अरे। अब रेस लिँदाखेरि बिचमा छोड्छ अरे। अब यसलाई म हेर्छु। साथीहरू, अहिले म यो गाडी बनाउँदैछु। अनि मैले यो यसको कन्ट्रोलर यो हो। यो फल्ट छ, है। यो फल्ट छ। मैले चेक जाँच गरेँ। मोटरलाई पनि चेक गर्दैछु, तर मोटर पनि चलिरहेको छैन अहिले। अनि यसलाई धेरै प्रकारले चाहिँ मैले चाहिँ यताउति गरिसकेँ, यो चलिरहेको छैन। अनि यसलाई म बनाउने कोसिस गरिरहेको छु साथीहरू। यो चाहिँ म सेन्सर, यो सफारीको मोटर हो। यो सेन्सर गएको रहेछ। यसले चाहिँ जब सेन्स गर्छ, यही हो सेन्सर भनेको। अनि जब सेन्स गर्छ अनि यो गाडी चाहिँ कुद्ने हो। यहाँ सबै हाम्रो कान्छा दाइ पुरा काका आरामै हुनुहुन्छ? काम पाइनस् है? कति हान्नुभयो? कति हान्नुभयो अरे? अनि तासमा हार्ने पनि अनि झगडा पनि गर्ने? त्रिपासा कहाँ खेल्नु भएको? अनि यो आज के बार? सोमबार, मङ्गलबार, बुधबारको हाम्रो दुध दिने गाई मेरो मुर्गा खोज्दा गरेर कहाँ सक्यो भन्छ उसले।